हेलो नमस्ते एभ्रिवान। आज म तपाईँहरूलाई हामीले कसरी आइपिओ रिजल्ट चेक गर्ने भनेर सिकाइदिनेछु। यदि तपाईँ पनि आफ्नो आइपिओ रिजल्टहरू चेक गर्न चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र हाम्रो च्यानललाई सब्सक्राइब गरेर राख्नुहोला, किनभने तपाईँहरूलाई हामी यस्ता खालका भिडियोहरू ल्याइरहनेछौँ। र म आज चाहिँ तपाईँहरूलाई दुईवटा तरिका सिकाइदिनेछु र त्यो मध्ये पहिलो तरिका रहेको छ, तपाईँले सेयरअप भन्ने एप्लिकेसनलाई खोल्नुहोला र त्यसपछि यसको होम स्क्रिनमा छौँ हामी अहिले। र त्यसपछि तपाईँले यहाँ सर्भिसेसमा गएर आइपिओ रिजल्टमा जानुभयो भने यहाँ तपाईँलाई अहिले यसले एड देखाएको छ। यो चाहिँ एड हेर्नुपर्ने हुन्छ, किनभने तपाईँले यदि यो सेयरअप एप्लिकेसनमा चाहिँ पेड गर्नुभयो भने चाहिँ तपाईँले एड हेर्नु पर्दैन र फ्रीमा चलाउँदा चाहिँ हामीले एड हेर्नुपर्छ। र त्यसपछि यहाँनिर यसले हल्का दिएको छ, ब्याक गर्छौँ र तपाईँले यहाँनिर यो इन्टरफेस देख्न सक्नुहुन्छ। र यहाँ माथिपट्टि चाहिँ यहाँनिर डटमा थिच्नुभयो भने तपाईँले कुन कम्पनीको चाहिँ आइपिओको रिजल्ट चेक गर्न चाहनुहुन्छ त्यो कम्पनीलाई सिलेक्ट गर्नुहोला। र त्यसपछि यहाँ तल यहाँनिर 16 डिजिट बिओआइडी भनेको छ र तपाईँले बिओआइडी नम्बर हाल्नुपर्ने हुन्छ। यो चाहिँ तपाईँलाई ब्याङ्कले प्रोभाइड गरेको हुन्छ पहिला डिमेट अकाउन्ट खोल्दाखेरि। र यो बिओआइडी नम्बर हाल्नुहोला। यदि तपाईँले बिओआइडी नम्बर बिर्सिनु भयो भने ब्याङ्कलाई कल गरेर मेरो बिओआइडी सोध्न सक्नुहुन्छ। र यहाँ तल इन्टर क्याप्चामा चाहिँ यहाँनिर ओर्तिरपट्टि देखाएको छ, यहाँनिर के नम्बर देखाएको छ यो चाहिँ तपाईँले यहाँ लेख्नुपर्ने हुन्छ। र यसरी यहाँनिर तपाईँले सुनेर पनि के यहाँको क्याप्चा यहाँनिर लगाएर भ्यू रिजल्टमा क्लिक गरिदिनु भयो भने तपाईँको रिजल्ट देखाउने छ है त। र यसरी यसले देखाइन्छ है त। जस्तै यहाँनिर तल देखाएको छ सरी नट अलोटेड फर द इन्टर बिओआइडी भनेको छ। तपाईँ सेकेन्ड तरिका चाहिँ के छ भने तपाईँले मेरो सेयर एप्लिकेसन खोल्नु होला र त्यसपछि यहाँनिर लगइन गर्नुहोला। लगइन गरिसके पछाडि तपाईँले यहाँनिर जस्तै माई आस्पामा गएर एप्लिकेसन रिपोर्टमा गएर तपाईँले कुन चाहिँको गर्नुभएको थियो त्यसको रिपोर्टमा गएर हेर्नुभयो भने जस्तै यहाँनिर देखाउँछ स्ट्याटसमा नट अलोटेड भनेर यहाँ लेखेको छ। यसको मतलब हामीलाई परेन। र यदि परेको थियो भने चाहिँ यहाँ चाहिँ अलोटेड भनेर देखाउने थियो। त्यसको अलोटेडको मतलब चाहिँ तपाईँलाई आइपिओ परेको छ भनेर बुझिन्छ है त। र यसरी हामीले सजिलैसँग हामीलाई आइपिओ परेको नपरेको जानकारी लिन सकिन्छ। र यदि तपाईँलाई भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोला र तपाईँलाई अब के सम्बन्धी जानकारी चाहिएको छ त्यो पनि कमेन्ट गर्न सक्नुहुन्छ भन्दै म बिदा हुन्छु। नमस्ते।